वेलकम ब्याक टु माई न्यू भिडियो होइन। आज चाहिँ हामीहरू हाम्रो धाराको टुर गर्नेवाला छौँ होइन। टुर अनि त्यसपछि हामी धारामै 12 घन्टा बिताउनेवाला छौँ। त्यहीँ नुहाएर त्यही कपडा धुएर त्यही के छ त्यो खाएर अनि हामी 12 घन्टा जसरी पनि बिताउनेवाला छौँ होइन। यो चाहिँ हाम्रो युट्युबको लागि फर्स्ट भिडियो, सबैले माया गरिदिनु होला भन्न चाहन्छु होइन। हामी 24 घन्टा त्यहीँ बिताउनेवाला छौँ होइन। टाइम तपाईँ देख्न सक्नुहुन्छ होइन, 11:05 रहेछ होइन। हामी बेलुकाको ठ्याक्क 12 घन्टा भइसकेपछि हामी त्यहाँबाट आउँछौँ, चाहे राति हो चाहे दिउँसो हामीलाई मतलब छैन। ल हामी स्टार्ट गरिसकेको छौँ। ल बाई बाई। ठ्याक्क हामी धारा निस्केको छौँ। ल हामी धाराको लागि चाहिँ निस्किसकेको छौँ होइन। हाम्रो कोठामा पुरा हारिम सारिम लगाउँछन् होइन। ओहो बाहिर हावा पुरै यस्तो लागिरहेको रहेछ नि। हाम्रो गाउँ यस्तो छ होइन। हामी यहाँनिर बस्छौँ अनि हाम्रो गाउँ देख्न सक्नुहुन्छ तपाईँहरू है। यो चाहिँ गाउँ भयो हाम्रो होइन। अनि त्यहाँ माथि बादल राम्रो लागेर रहेछ होइन। हाम्रो गाउँ भयो चाहिँ हाम्रो मेन डालाहरू यति ठुलो छ कि चाहिँ तपाईँले म त्यति इन्पुट गराउँछु। ल हामी यहाँबाट निस्किसकेको छौँ। ल मामा सरको बाटो कन्छ रे पछिदेखि मुटु पानी मेरो एकदम चल्छ। ल अनि चाहिँ हामी धाराको लागि निस्किरहेको छु। साबुन ल्याएर आइस है। के गरौँ त अनि ल मामा र म चाहिँ धाराको लागि भनेर यति स्पिड निस्क्यौँ कि पुरै त्यो बाइक बराबर स्पिड हिँडिसकेको थियौँ। अनि आजैबाट हाम्रो भिडियो बनाउने जोस जागर चाहिँ आजैबाट लाग्यो होइन भन्न चाहन्छौँ। अनि हामी चाहिँ यस्तो च्यालेन्ज भिडियो लिएर चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ भन्न चाहन्छु होइन। अनि हामी चाहिँ अब धारा पुगेर के गर्नेवाला छौँ त्यो चाहिँ हामीलाई थाहा छैन। अनि पछाडि मामा छ, अगाडि म छु होइन। धारा पुगिसकेपछि पछाडि भिडियो है। त्यसपछि त अनि बच्चासँग यसो थोरै रमाइलो भयो। अनि यतायति बच्चाहरूले क्यामेरामा पनि हेरेँ अनि यस्तो बोलिरहेको थियो त्यो चाहिँ मलाई थाहा भएन। अनि धारामा चाहिँ बढी मान्छे भएको कारणले गर्दा चाहिँ हामी म र मामा चाहिँ उता पुरीनिर गएर यसो टिकटक बनाउने अनि के गर्ने काम चाहिँ नि गऱ्यो। अनि मलाई चाहिँ यति अल्छी लागिरहेको थियो कि पुरै देख्न सक्नुहुन्छ। मामाको टिकटक चाहिँ नभएर मैले फेरिबाट बनाइदिएको छु। अनि मैले यताउति खिचेँ अनि फेरि मामाले फेरि त्यो टिकटकलाई हेर्नुभयो। अनि फेरि देख्न सक्नुहुन्छ मामाले टिकटक हेरिसक्यो। अब मलाई के नबनाउने भनेर मैले पनि एउटा टिकटक बनाइदिनु भने मलाई गर्मी लाएर पुरै ज्याकेट नि निकालेर मैले बेल्ट सेल्ट उँभो गरेँ। त्यो ज्याकेट निकालेर कानमा राखेँ। देख्न सक्नुहुन्छ तपाईँहरू। मामा चाहिँ खिचिरहेको थियो मेरो टिकटक। अनि त्यसपछि त्यही पनि भयो भनेर हामी फेरि धारा यता आइसक्यो। तल आरु स्याउ चुलीको रुख रहेछ, त्यही भएर हामी स्याउ र आरु खाना भनेर त्यहाँबाट निस्क्यौँ। त्यसपछि त एउटा केटा अर्का भिडियो हामीसँग त्यो को भने हामी सबै भिडियोमा आयौँ। अनि त्यसपछि हामी आरुको रुखमा पसिसकेको थियौँ। देख्न सक्नुहुन्छ आरुको रुख हो यो चाहिँ। आरु रुखमा पछि चाहिँ मेरो मामा र मैले चाहिँ आरु यस्तरी खायौँ कि पुरै त्यो के भन्छ त्यो बाँदरले खान नपाएपछि गाम खाइरहेको थियो। देख्न सक्नुहुन्छ होइन। यसरी खाइरहेको थियौँ। अनि अब माई गड यस्तरी आरु खायौँ। मेरो मामाले रिस गरिरहेको थियो यता आरु हाफ गरेर खाऊँ। फेरि म चाहिँ रुख चढेर रुखमाथि म रुखमै अल्झिएँ। त्यसपछि देख्न सक्नुहुन्छ उता जान लागेको छु म। अनि त्यसपछि चाहिँ तल ट्राइपोड खसेको रहेछ होइन। अनि एउटा आरु मैले पास गरेँ। फेरि चाहिँ म रुखबाट तल निस्क्यो भने तलि गएर मैले ट्राइपोड भेटाएँ। देख्न सक्नुहुन्छ ट्राइपोड। अनि चाहिँ म आरु सारु खाएँ। तलि गएँ आरु रुखमा यस्तै आरु फलिरहेको थियो। अनि त्यस रुखबाट म तलि झरेँ। तलि झर्दाखेरि देख्न सक्नुहुन्छ तपाईँहरू। अनि म चाहिँ तल निस्केँ ट्राइपोड खोज्न गयौँ हामीहरू। ट्राइपोड चाहिँ तलि खसेको रहेछ। अब ट्राइपोड ल्याउन जाँदाखेरि चाहिँ हामीलाई चाहिँ यस्तो सिस्नु थियो। सिस्नु अब अगाडि पछाडिबाट भिडियो गर्नुपर्ने, त्यही भएर सिस्नु उ गरेर चाहिँ फाइनली हामीले ट्राइपोड पनि भेटाइसकेको थियौँ। देख्न सक्नुहुन्छ त्यो तलनिर ट्राइपोड रहेछ। अनि हामीले ट्राइपोड पनि भेटायौँ। अनि त्यहाँबाट हामी अझै खोजिरहेको थियौँ है। ल ट्राइपोड पनि भेट्यो अहिले। आधी घन्टासम्म हामी यसकै खोजीमा थियौँ बनाउँ है। अनि ट्राइपोड चाहिँ भेटिसकेको छ। अब हामी चाहिँ यहाँबाट जान्छौँ। ल मामा अनि फाइनली हामीले आरु अनि 1-2जना स्याउ पनि खाइसकेका छौँ होइन। अब चाहिँ हामी नुहाउन जान्छौँ होइन। तपाईँहरू थाहा नै छ हामी चाहिँ 12 घन्टा यसै धारामै बिताउने हो। त्यही भएर चाहिँ हामी यहाँ आरु खाएर चुली खाएर यसरी सँग जिस्केर बस्नुपर्ने हुन्छ। अनि ठ्याक्कै हामी चाहिँ धारा गएपछि देखाउँछौँ। ल मामा ल हामी आरु खाएर चाहिँ त्यहाँबाट निस्किसकेको थियौँ। कहाँ चाहिँ निस्किँदाखेरि चाहिँ मान्छे धारा मान्छे टन्नै भएको कारणले गर्दा फेरि हामीले नुहाउन नपाउने भएको थियौँ।
ठिक छ, नुहाउनु नपाउने केही छैन, हामी चाहिँ 24 घन्टा यतै बित्यो, जसरी हाम्रो टाइम लस गर्नुपर्ने छ त्यही भएर हामी टाइम लस गर्न लागेको छौँ। यताउति हेऱ्यो उताउति, अनि धारामा त्यति मान्छे थिए होइन, देख्न सक्नुहुन्छ सानो बच्चाहरू छन्, अनि त्यो झ्याउ लाएर अनि हामी चाहिँ त्यो धाराको माछा कुराकानी गर्नु लाग्छ। यताउतिको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरू। यति टेस्ट लाग्यो पुरै यो जिन्दगीमा पहिलोचोटि किन भिडियो गऱ्यौँ भन्ने जस्तो लाग्यो। अब च्यालेन्ज गरिसकेपछि फाइनली हामी नुहाइसक्यौँ। नुहाउँदाखेरि चाहिँ हामी साबुन लगाउनुपर्छ। हामी एकदम अङ्कल आउनु भएको थियो, एउटा भाइ थियो धारामा, हामी चाहिँ नुहाउँदा थियौँ। अब नुहाउँदै चाहिँ यस्तो भयो हामीलाईसँगै। अब यति फास्ट नुहाइयो कि अब पुरै अब कम्तीमा हामीले 2 घन्टा जति नुहायौँ होला मजाले सुस्ताएर। जस्तो भिडियो चाहिँ फास्ट मोडमा छ त्यही भएर चाहिँ नुहायौँ मुभ गर्दाखेरि। अनि चाहिँ हामी फाइनली नुहाएर चाहिँ हाम्रो चाहिँ अब के गर्ने भने हामी सोचेको छैनौँ, त्यही भएर हामी धारै बस्ने हो नि त। आज 12 घन्टा बिताउने हो नि त, त्यही भएर चाहिँ हामी सुस्ताएर नुहाएर गर्दैछौँ है, देख्न सक्नुहुन्छ। यसरी साबुन लगायो पुरै ओहो, अनि फेरि छोड्यो, फेरि आयो, फेरि लगायो मजाले नहायो, अनि त्यहाँ बस्यो है। चिल छ जिन्दगी चाहिँ। 24 आवर्स 12 घन्टा बिताउने भिडियो गर्दा पनि अब हामी चाहिँ यताउति देख्न सक्नुहुन्छ। फेरि लगभग हामी नुहाएको पनि 1 घन्टा जति भइसकेको होला भन्न चाहन्छु होइन। तपाईँहरू देख्न सक्नुहुन्छ चाहिँ मान्छे चाहिँ हाँसिरहेको भाइदाजु के भन्छ। मैले साबुन लगाइरहेको छु है, बेसरी साबुन लगाइरहेको छु। अनि फेरि फास्ट मोडमा भिडियो किनकि अब भिडियो लामो हुन्छ त्यही के क्यामेराम्यानले चाहिँ चक्कु देखाइरहेको छ है। म अब बस्यो, हामी नुहायौँ, अनि त्यसपछि यति फास्ट नुहाएर पानी पनि थोरै आएर चाहिँ हाम्रो चाहिँ धारा देख्न सक्नुहुन्छ तपाईँहरू। अनि बस्यो, नुहायो, नुहायो, कामै छैन, पाली छ। अब चाहिँ यसरी रिस नुहाउलाईको अगाडिभित्र पस्ने भनेर है, देख्न सक्नुहुन्छ कि साबुन के भन्न चाहन्छु भन्दाखेरि के बादल लडा जस्तै भइरहेछ गाई है। अब एउटै यस्तो भयो चाहिँ अब एउटै टिमको भए चाहिँ यस्तै हो है। अब के गर्ने होइन। अब फेरि चाहिँ हामी त्यस्तो चाहिँ नहोला सायद अब है, के भन्न चाहन्छु म होइन। किनकि यति तरिका दुईवटाजना यतै जस्तै देखिने। अनि त्यसपछि अङ्कलले सायद चाहिँ मैले चाहिँ भित्र पसेँ, नुहाएर जगेपछि के जग्यो भने उसले खट्टो फुलिदिन्छ, त्यही भएर जग्यो। म चाहिँ अब माथितिर जान्छु, म चाहिँ अब सायद मलाई भइसकेको छ है। उसको मैले फेरि तारा गयो भइसक्यो। फेरिबाट चाहिँ हाम्रो स्टार्ट भिडियो उताबाट देखाइरहेको चाहिँ देख्न सक्नुहुन्छ। म चाहिँ शिक्षक कुरा गरिरहेको छु। यो चाहिँ हाम्रो घमण्डी गयो है। अनि त्यो चाहिँ यति हाँसो लागिरहेको थियो हामीलाई, आफै त्यति हाँसिरहेको छ। हामी चाहिँ अब यसरी उनीहरूलाई नुहाउनु भएको रहेछ। अनि नुहाउनुको भयो, त्यसपछि चाहिँ हामी यताउति यति फास्ट मोडमा गरेको होइन। नुहाउनु पनि देख्न सक्नुहुन्छ। मेरो चाहिँ मिनाको तरिका चाहिँ यस्तो भएको छ। अनि मैले छोडेँ, त्यसपछि म त आएर गरिदिन्छु भन्ने छ त्यसले चाहिँ गएर। त्यसपछि चाहिँ मैले चाहिँ अब के सोचिरहेको थिएँ भन्दाखेरि मैले केही दिन त सोचिरहेको थिएँ, तर चाहिँ म चाहिँ नुहाएर त आइसकेको छु, त्यो चाहिँ नुहाउँदै थियो अहिले देख्न सक्नुहुन्छ। फेरि चाहिँ मेरो पाली आएर फेरि चाहिँ हामी गर्दैछौँ। अब चाहिँ मलाई चाहिँ भयो है भने साबुन कहाँ छ भनेर साबुन लगाएर फेरि चाहिँ हामी नुहाइसकेको छौँ है। नुहाएर हामी धारा आएको चाहिँ लगभग ठ्याक्कै 1 बज्यो, लगभग 11 भनेपछि 2 घन्टा भइसकेको छ होइन। अझै हामी चाहिँ अब हाम्रो 2 घन्टा भनेपछि अझै हाम्रो 10 घन्टा बाँकी छ धारामा बिताउन। हामी नुहाइ गरेर आइसकेको छौँ। धारामा कोही छैन, टाइम देख्न सक्छौँ ठ्याक्कै 1 बजिसकेको छ है। ल हामी ठ्याक्कै ल पछि चाहिँ भेट्छौँ, कपडा लगाउँछौँ। ल हाम्रो कपडा नि यही हो है, कसक्क छिराउँछौँ। ल भयो। ल फाइनली हामी चाहिँ अहिले धारदेखि घर आइसकेको छ। किन आऊँ भन्दाखेरिमा अहिले चाहिँ हाम्रो पानी परेर होइन, हामी चाहिँ आज 12 घन्टा बिताउन सकेन। त्यसको लागि चाहिँ माफ गर्नु होला होइन। हामी चाहिँ अहिले धारदेखि घर पनि आइसक्यो होइन। बाहिर पानी यस्तो पानी परिरहेको छ कि त्यो पानी बस भिज्नु पनि भएन, त्यही भएर चाहिँ हामी घर आइसक्यो। त्यसरी गीत अफर न र फाइनली हामी धारदेखि घर पनि पुगिसक्यौँ होइन। हामीले पानीले गर्दा चाहिँ हामी धारामै 12 घन्टा बिताउन सकेनौँ। त्यसको लागि तपाईँले माफ गरिदिनु होला भन्न चाहन्छु होइन। बाहिर यति पानी परिरहेको छ, अनि पानीमा भिग्न पनि भएन फेरि, त्यही भएर चाहिँ हामी घर आइसक्यौँ। हामी चाहिँ अब 12 घन्टा चाहिँ हाम्रो क्यान्सल भयो। त्यसको लागि तपाईँले धेरै माफ गरिदिनु होला भन्न चाहन्छु। हामी तपाईँले बाहिरको पानी पनि दिइदिउँ, तपाईँले विशेष लाग्दैन भनेपछि होइन। पानी परिरहेको छ, मान्छे आफ्नो कामकाज भइरहेको छ। बाहिर टिनबाट खडक आवाज पनि आइरहेको होला है, त्यो पनि देखिसक्नु भएको छ तपाईँले चाहिँ।
अब चाहिँ हामी कस्तो च्यालेन्ज गर्छौँ भन्दाखेरि घरभन्दा टाढा होइन लगभग त्यो लगभग घरभन्दा टाढा गर्छौँ होइन त्यो नै भएर अहिलेसम्म सब्सक्राइब गरेको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ भिडियो